tea with coffee. Wait a minute, guys. Before we continue to the video, let me explain what is happening in this video. So, welcome to my vlog. Nani, ami chai yo chai New Year ko vlog ho. I know I'm a bit late in this vlog, but I don't care, because I'm gonna call this vlog an annual vlog. किनकि म वर्षमा एकचोटि मात्रै हाल्छु भ्लगहरु. So let me quickly explain the videos and I will jump through the video again, because यहाँ चाहिँ अब हामी जाँदैछौँ Jervis Bay from Sydney. It was about 3 hours drive. And we stopped in various places. We didn't go directly to the Jervis Bay. So yeah, हामी चाहिँ अब यो भिडियोमा चाहिँ मैले जुन पज गरेँ मैले तपाईहरुलाई, यो भिडियोमा चाहिँ we are talking about our New Year resolutions. So yeah, let's continue with the vlog. मेरो पनि ल यसरी हेलो माइक टेस्ट जिम जाने कि नत्र घरमा ट्रेडमिल किनेर जस्ट वेट लुज गर्ने अनि त्यसपछि टन्ने पैसा कमाउने. होपफुली हाम्रो क्याफे वर्क्स बेटर त्यही हो अहिलेको लागि चाहिँ. अनि होपफुली मोटेले पनि मलाई जोइन गर्छ जिम. No chance. मेरो रेजोल्युसन सेल्फ ग्रोथ चाहिँ त सबै क्यामेरा सिधै पाएन. ए अनि बिहा गर्ने नो बिहा हैन पिआर पाउने भन्न मिलेन. पिआर त आउँदैन एक वर्षमा. त्यसको लागि टन्नै कमाउने पैसा मात्रै कमाउने हो. ल अनि त्यसपछि सानो अब दिइहालिस्. मेरो दिमागमा चाहिँ मेरो ब्याकग्राउन्ड सम्बन्धी मलाई काम राम्रोसित पाओस्, पिआरको पाथवेको लागि सजिलो होस्, त्यसको लागि यति मेहनत गर्छु. पैसा कमाओस्, नेपाल जान मन छ मलाई यो वर्ष भित्र. ओके भिजा पनि आओस्. मेरो न्यू इयर रेजोल्युसन चाहिँ मेरो एउटा भिडियो भाइरल होस्. अनि टन्नै पैसा कमाओस्, त्यो पुग्छ मलाई. 100K फलोअर भए पुग्यो हैन, पैसा आफै आउँछ. पैसा काम नगरी पैसा कमाउन पाओस्. पैसा हो गयो. दाइ पनि बोल्दिनु न चलाउँदा दाइ. न्यू इयर रेजोल्युसन मेरो त त्यही हो के हैन, सुत्न पाओस्, काम नगरी पैसा आओस्. कसरी काम नगरी पैसा आउने? लोटो परोस् कसैले भनेन हो. लोटो त पर्यो नि त. काट्ने उस लाग्दैन. अहिले भरे भयो भने लक ट्राई गर्नलाई किन्नुपर्छ सम्झना. बिगिनिङमा एउटा बिजनेस गरेर चाहिँ एन्डसम्म अर्को बिजनेस इस्टाब्लिश गर्न पाओस्. धेरै खोल्न पाओस्, प्रगति भएर. अनि हेल्थ सम्बन्धी चाहिँ केही छैन. हेल्थ त दामी छ नि. पैसा आएपछि राखे भइहाल्छ. वेल्थ भएपछि हेल्थ भयो. उल्टो पो जस्तो लागेको थियो त. हेल्थ इज वेल्थ भनेको जस्तो त वेल्थ इज हेल्थ रहेछ. वेल्थ इज इक्वल टु हेल्थ. टाइम ल्याप्स गर्यो भने ठ्याक्क त्यो बिच मात्र चलिरहेको देख्छु क्या. ल ह्याप्पी न्यू इयर. सबलाइम टप हेरिरहेको अनि मान्छेहरू हिँडिरहेको देख्छु क्या. गाडीहरू आउँछ क्या. त्यो चाहिँ ट्रेन होला होइन. चिया $5 चिया ल. यो अलिकति दिदी लिनु न चिया लिनु न. चिया भाइ कफी छ कफी. कफी छैन हजुर. 1 रुपैयाँको मात्रै मलाई चिया. गरिब मलाई चाहिँ 1 रुपैयाँको चिया. लिनुहोस् कप एउटा तलबाट. माथिको चाहिँ मेरो हो, जुठो हो. ल धन्यवाद. थोरै $5 को चिया. तपाईँलाई 5 कि 1? मलाई 1 किलो भयो पुग्यो. 1 ल. तपाईँलाई 10 दिदीले चाहिँ 10 को अलि पुग्दैन होला. 5 भयो. 5 1 $5 को चिया यति आउँछ गाइस. यहाँ पनि छ. उभिएर खानी जान बस्दै एकछिन. कता बस्छ? पोस्टमा कता सुत्दो रहेछ देखे. मलाई त नर्मल हो यो. $5 को चिया. साइडको $1 को चिया.
$1 को चिया डिल हो है चिया र डोनटको चाहिँ $2 सो यो अब ब्लगमा जान्छ साइलको ब्लगमा Oh yes, two angle रे. Donut हो त्यो. साइल $1 को चिया $1 को चिया डिल हो है चिया र डोनटको चाहिँ $2 सो यो आयो 1 2 3 भाइको फ्लप भयो कसले उडाल्यो माया मेरो मुला जस्तै सजाइदियो छाया तिम्रो जिन्दगानी बहार भो आउँदैन है त्यो फुलले सजाइदियो छाया तिम्रो जिन्दगानी बहार भो फुल्यो अब सक्यो बाई बाई यस्तो राख्नु पर्ने के मायाले बोलायो मलाई मायाले बोलायो मायाले बोलायो मलाई मायाले बोलायो अनि जाँदैछ माया झाबडारो न कसले हानेको होइन भर्खर 2 शब्द बोले उल्लाला उल्लाला मेरी फ्यान्टेसी ओके गर्दैन उल्लाला उल्लाला अघि धन्न यताबाट आएन बहिनीलाई क्लिप ए रक पुल पनि रहेछ नि त जाने हो खेल्ने हो ए मान्छेहरू खेलिरहेछ त्यहाँ यहाँ त सर्फिङ गर्दो रहेछ कि त्यसले वेब्सहरू यो चाहिँ के रे नाम यो उयो ठ्याक्क यो ओरा के हेर्न आएको गाइड गर्नु त होइन होला त्यसले उसै गरेर आएको होला उछु कसरी जानु कसरी जानु के कसरी हेर्न यस्तो चिसो हात छु हामी डल्ले यसको त त्यहाँसम्म आएको छ त त्यहाँ अगाडि उस हो कि होइन कि यो मान्छेको हेर न अग्लो हो खै खोइ त के छैन अझ अगाडि होला तर त्यहाँतिर उस होला कि यतातिर चाहिँ गहिरो होला अगाडि उस रहेछ नि त उकालो उकालो टाइपको ए ऊ यहाँ रहेछ ऊ यसको पुच्छरै रहेछ खोइ कहाँ गयो अहिले हेर्दा हेर्दा बुढो कहाँबाट आएर ठुङ्गिन्छ थाहा आएन स्टिङरे गाइस अछु खोइ त ए ऊ यहाँ रहेछ है यो चाहिँ फ्रेन्डली रहेछ अहिलेको सानोवाला त भाग्दैन ए यहाँतिर चाहिँ अलिकति उस रहेछ नि त उकालो टाइपको यता चाहिँ यति यति रहेछ स्टिङरे नै आउँदो रहेछ ए कस्तो उस हुँदो रहेछ जेली टाइपको
मैले चाहिँ गिभ अप गरेँ अब मेरो भेट मात्र यहाँ झिङ्गा आयो होइन कि अनि नआउ नभन्नु ल आऊ भन्नु कति तिमी एकदम अनोइङ भइरहेछ है मैले जे भने त्यसको अगेन्स्ट Guys, Happy New Year है once again. चिकन अन द वे Cheers, cheers. त्यही टेबल नै रहेछ ल के beats. यसो गर अन्त म गएर Wait a minute. म चाहिँ BTS बिहाइन्ड द सिन कस्तो हुन्छ एउटा भिडियो राम्रोसँग यहाँ के भन्दा पनि टनल हुनुपर्ने हो तर यहाँ क्याम्पिङ गऱ्यो भने सही हुन्छ होला है आउँछ होला नि त्यहाँ क्याम्पिङ गर्नेहरू दिन्छ होला नि एन्सियन्ट स्क्रिप्टहरू चाहिँ ओ फुच्चे हो खेल्छस् ओए ओए खेल्छस् फोरी नुहाए पनि हुन्छ त नुहाउँदैनस् अनि अरे उठेर गयो कस्तो मजाले उफ्रिँदो रहेछ त पाक 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 गरेर Hams Beach, White Sand. आउँछ जस्तो छ 1 2 3 खै लम्हे कोही न जाने ए नानीले क्या खतरा आउँदो रहेछ क्या कार्निभल 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 Fresh flavory floss बनायो भने त खाइदिन्थे फेरि फ्लस फ्रेस बनाउने भाइ ओ त्यही डब्बाको दिने होला त्यो फ्रेस ड्रागन डग मैले चाहिँ डन्डाको खानु हरर हरर त सकिसकेको छ गोस्ट ट्रेन उफ फ्राइज सब्जी निकालेर रेडी भएर जानु पऱ्यो नि त यस भाइ जुन पनि झर्न सक्छ है यस भाइ अलि नजिक जानु है
त्यो त भइगएछ दाइले 4 चाहिँ बिट हान्न पर्छ Oh. Oh, 3. Oh. Oh, you're the song. The song. The last one you got. Right. Oh shit, man. Imposter game. Imposter Object Edition. यो पढ्न पनि भ्यायो पढ्नै भ्याएन मान्छे गयो मान्छे गयो इम्पोस्टर गयो। कसले स्टार्ट गर्ने कसले स्टार्ट गर्ने? डिस्कस एन्ड भोट फर द इम्पोस्टर प्रेरणा स्टार्ट द राउन्ड ओके Okay. एन्ड क्लकवाइज रे ओके क्लकवाइज यसरी जाने ओके ओके आई थिंक यू विल अन्डरस्ट्यान्ड obviously disposable I got you. Feel the word, yeah. Feel the word. Feel the word, yeah. I don't feel this. Feel, I don't feel this. यस्तो नजिक हुन्छ I don't feel you. त्यस्तो नजिक पनि नदेख्नु उसलाई तर आफू पनि सेफ हो फेरि Oh, taking too long. बड भन्छु भेरी क्लोज हुन्छ ल टोइलेट यो कोही न कोहीले भन्छ नि त थाहा ओके छैन। Sister. ओके देन के भन्ने हो What will you say? भिडियो खानलाई हेर्दैछ म के भनौँ यिनीहरू न मलाई कन्फ्युज पारिदियो रियुजेबल रियुजेबल कैसे Oh, Mago. I don't. No. Disgusting. ल भाइको पालो होइन मेरो पालो म भन्छु पछि फिल द वर्ड Okay. We don't want to feel the Right, feel the word, I guess. Feel the word. Food. ओके I feel. You don't feel. कन्फ्युजिङ ल इम्पोस्टर ड्राइभमा फोकस गर्नुहोस् के भनौँ भयो क्या अब सबै भइदियो लास्टै नजिक वर्ड हुन्छ क्या जे बोले मलाई थाहा छैन अब अर्को फेस के गर्ने हो अर्को फेस भोट गर्ने हो के गर्नु होला दाइले भनेपछि थाहा हुन्छ अब मलाई इम्पोस्टर वाइट ल कहाँ गएको But it can be different colors. ल इजी अब मैले भन्ने होइन Yes. लङ I gotcha. अँ Long. Which kind of long? Length long? अब त्यो लेन्थ लङ ल होइन रियुजेबल 2 number. एक नम्बर 2 नम्बर सोच्दैछ के बोल्दै Sun. एउटा मलाई इन्ट्रेस्टिङ वर्ड आयो गाइस क्याफे यसले अघि के भनेको थियो कसले नानुले सानुले सानुले अँ। टोइलेट थियो क्याफे Okay. मेरोमा ल। अब बनिङ्स वेयर हाउस
I feel. यो राउन्डपछि vote मेरो पालो के बोले Uh, जे पनि भने भइगयो नि त feel the word. Exam. कसरी यही भाइ हो क्या हो imposter? मलाई नि भाइ जस्तो नि लाग्यो मलाई नि अब चाहिँ भाइ जस्तो लाग्यो है फिल द वर्ड भन्दै अघि के भने थियो भाइले फुड भनेको थियो अघि फुड I think, फुड एक्जाम ल तिमी यो भन त अहिले अनि vote धेरै गर्ने गाह्रो भयो नि त यार तिमी लास्ट हो तिमी भन अनि भोट आउट गर्ने ल You guys don't feel exam? What is the object? थिन ल मैले थिम। ल अब भोट आउट गर्ने मेरो त भोट चाहिँ लाग्यो मेरो भोट दिदीलाई हो How do you vote reusable? यो नानीले टिप्सन दियो क्या सोच्नु न रियुजेबल बन्डिङ्स भनेर साइले अब के के Exam. होला What do you give भाइले exam on? फुडसम्म ठिकै हुन्थ्यो एक्जाम किन भने के त्यही त म यो दुईजनामा भयो क्या भयो एक राउन्ड फेरि जाने हो एक राउन्ड दिदीले भोट गरौँ न गर्ने भए के एक राउन्ड फेरि खेल्ने हो फेरि बढी छैन दिमागमा फेरि गाह्रो छ एउटा भोट ओए। साहिल कि पहिला होइन म दिदीले उसलाई उडामै ल दिदीलाई नानुलाई दिएँ मैले नि भोट दिदीले उडाम दिदी अँ। उड्यो भने फेरि साइडले नानु नानु भाइको भोटको लागि मेरो नानी दिदी तिमी इम्पोस्टर हो तिमी मेरो नानी दिदी हो इम्पोस्टर होइन रे स्योर हो त्यसो भाइ नै हो ल त्यसो भने कस्तो स्योर नै म होइन होइन रे उसले होइन भन्छ कि अब कहाँ sure? वर्ड भन्छ साइलो इम्पोस्टर होइन दाइ हो imposter तिमी होइन इम्पोस्टर होइन ल ए नानी दिदी हो कि? म होइन होइन त अहिले मिलाएको थियो होइन यतै हो imposter ही। दिदी हो उसले बिचरा उसले होइन भनिसक्यो साइले घरिघरि मलाई देखाइरहेको छ यसले हो फेरि ऊ पनि होइन तिमीले होइन भने होइन। मिलाइरहेको के अर्को वर्ड अर्को एउटा वर्ड भनौँ न ल तिमीहरू दुईजना भन् त वर्ड के होला एउटा एक्स्ट्रा वर्ड भन्नु ल एउटा वर्ड ल एक्स्ट्रा वर्ड भनौँ न त ल के काउन्ट भयो तिमीहरूले गेस ल, होइन extra उनीहरू होइन उनीहरू त आउट भइसक्यो उनीहरूले होइन उनीहरू भनिसक्यो त उनीहरू आउट भइसक्यो उनीहरू out, अब हामी पुरै तिनजना तिनजना मध्ये। बिचमा ल हामी तिनजना त हुँदै होइन नि अब उनीहरू होइन भनेपछि हामी तिनजना मध्ये एकजना भयो नि त कस्तो कुरा गर्छ उनीहरू इम्पोस्टर होइन अरे के तिमीले के भने भन त ल मैले डिस्पोजेबल भनेको अनि लङ भनेको लङ मैले सानो टोइलेट तिमी हो भनेको, त्यसो मैले भए, तिमी। क्याफे भनेको तिमी हो तिमी कसरी म तिमी हो तिमी हो ल वर्ड भन त त्यसरी टोइलेट पेपर होइन वर्ड होइन 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 के हो वर्ड होइन के हो वर्ड टिस्यु टिस्यु छ्या नानु यार तिम्रो हिँड के जस्तो नराम्रो यार रियुजेबल कसरी भयो यसो गर्नु होला क्या बहिनीले यस्तो नाक गर्ने अनि फोल्ड गर्ने राख्ने ब्यागमा फेरि झिक्ने अनि नाक पुस्ने यो बहिनीको घरको टिस्यु ल ओके नेक्स्ट वान तर फर्स्टमा को गएको थियो फर्स्टमा को गएको थियो मै गएको थियो मलाई किन हिँड्दा थियो नि त छैन कि disposable। टिस्यु थियो वर्ड आई मिन लाइक ए हिन्डे डिस्पोजेबल दिएको थियो अँ। ए सजिलो थियो रहेछ नि त त्यही भएर मैबाट start गर्ने क्या। ए त्यही भएर पो रहेछ त्यो त मैले डिस्पोजेबल टोइलेट भन्यो भने त्यो दिदीले ठिकै। टोइलेट पेपर रोल सम्झ्यो होला हैन त्यसले टोइलेट भन्यो नि त अनि त्यसपछि वाइट भन्यो अनि त्यसपछि के भन्यो अरू तिमी चाहिँ एक्जाम चाहिँ किन भनेको मलाई त खासमा एक्जाम पेपर भन्ने आएको छ ए मैले चाहिँ भाइले एक्जाम